पसलमा जति माल हानिने पसल जति ठुलो बनाए पनि त्यसमा के भन्छ भने एउटा मारवाडीको टिक आवश्यक पर्छ। अगर मारवाडीको टिक त्यहाँ भएन भने, साइन भएन भने त्यो पसल ग्रोथ गर्नको लागि एकदम समय लाग्छ। ट्रिक भने के छ भने मारवाडीले मौकाको फाइदा उठाउँछ। जस्तो कि अब आजको दिनमा छठ पूजा छ भने त्यहाँ उनीहरूले आफ्नो एडभर्टाइज गर्छ। हरेक ठाउँमा दसैँको बेला भए, तिहारको बेला भए, कुनै न कुनै ठाउँमा उनीहरूले आफ्नो एउटा स्टुल राखेर आफू भिरेर भए नि, स्टाफ राखेर भए नि त्यो बेलामा चाहिँ एडभर्टाइज चाहिँ गर्छ। एडभर्टाइज गर्न एकदम अति आवश्यक पर्छ। अगर तपाईँले एडभर्टाइज गर्नुहुन्छ भने तपाईँले धेरैभन्दा धेरै कस्टमर तपाईँले बटाउन सक्नुहुन्छ। पसललाई चाहिने भनेको कस्टमर जति आए त्यति तपाईँको सेल्स हुन्छ। सेल्सको बेला यही हो। ल अब तपाईँले मौकाको फाइदा उठाउन चाहनुहुन्छ भने यो तपाईँको लागि एकदम बेटर हुने वाला छ। आज तपाईँको सजिया घाट हो, भोलि तपाईँको मर्निङ बिहान घरक हो, तर बिहानको मर्निङ वाक त तपाईँले भ्याउँदैन होला, तर आजको बेलुकाको वाक त तपाईँले भ्याउन सक्नुहुन्छ। अब चाहनुहुन्छ भने त्यहाँ एउटा स्टुल राखेर, स्टाफ राखेर, भिजिटिङ कार्ड राखेर, फर्म राखेर तपाईँले किस्ताबन्दी मोबाइल पनि त्यहाँ अब फर्म भर्न सक्नुहुन्छ। पुरानो मोबाइलहरूको सेल्स गर्नुहुन्छ भने त्यसको लागि पनि त्यहाँ राम्रोसँग तपाईँले एडभर्टाइज गर्न सक्नुहुन्छ। तपाईँ कुनै चिजको डिस्ट्रिब्युटर लिनुभएको छ भने त्यो कुरा पनि तपाईँले राम्रोसँग त्यहाँ बुझाउन सक्नुहुन्छ। कस्टमर धेरैभन्दा धेरै तपाईँले बनाउन सक्नुहुन्छ, किनकि त्यहाँ हजारौँ लाखौँको मान्छे तदारमा हुन्छ। एक ठाउँमा भेटघाट हुन्छ र उनीहरूसँग तपाईँले बोल्ने, तपाईँले बुझाउने समय पनि हुन्छ, किनकि उनीहरू त्यही भएर चाहिँ फुर्सदमा हुन्छ। हस् त, अगर तपाईँले चाहनुहुन्छ भने कस्टमर बनाउँछु भनेपछि योभन्दा अरू बेटर मौका हुँदैन। वर्षमा 2 चोटि आउँछ, कात्तिक र चैत भन्ने हुन्छ। अब हाम्रो नारायणी तिर त्यस्तै भिडभाड हुन्छ। सबै ठाउँबाट मारीदेखि लिएर कहाँसम्म गयो, यहाँसम्म त वीरगन्जबाट पनि मान्छेहरू यहाँ आउँछ। तपाईँले प्रचार गर्नुहोस्, एडभर्टाइज गर्नुहोस्, तपाईँ आफ्नो कस्टमर बनाउने पुण्य या धर्म कमाउन खोज्नु भएको छ भने योभन्दा अर्को कुनै मौका आउँदैन। यसमा पनि तपाईँले एउटा स्टुल राखेर त्यहाँ चिया, कफी अथवा वाटर, पानी पनि दिएर त्यहाँ सहयोग गर्न सक्नुहुन्छ। यो भनेको ठुलो धर्म हो। तपाईँले अगर धर्म गर्न चाहनुहुन्छ भने यो पनि तपाईँको लागि एकदम बेटर अप्सन छ। अगर तपाईँले आफ्नो व्यापार बढाउन चाहनुहुन्छ भने त्यहाँ पनि एउटा स्टुल राखेर आफ्नो एडभर्टाइज गरेर तपाईँले पसल आफ्नो ग्रोथ गर्न सक्नुहुन्छ। हस्त, नमस्ते।